हेलो एन्ड नमस्ते साथीहरू सबैजनालाई स्वागत छ एनएसएन गेमरको नयाँ भिडियोमा। आज म हजुरहरूको लागि यस भिडियो अन्तर्गत रहेर हजुरहरूलाई म सिकाउने छु कि हजुरहरू नेपालमा बसेर सजिलैसँग फ्री फायरमा डायमन्ड टपअप कसरी गर्न सक्नुहुनेछ। यदि हजुरहरूलाई आउँदैन भने भिडियोलाई लाइक र सब्स्क्राइब गरेर सुरुदेखि अन्तिमसम्म हेरिदिनुहोला। यस भिडियो अन्तर्गत रहेर म हजुरहरूलाई सिकाउने छु कि हजुरहरू फ्री फायरमा डायमन्ड टपअप कसरी गर्न सक्नुहुनेछ। साथीहरू यो टपिकमा मैले योभन्दा अगाडि पनि भिडियोहरू अपलोड गरेको थिएँ र त्यो भिडियोहरूमा हजुरहरूले धेरै माया र सपोर्ट गरिदिनु भएकोमा हजुरहरूलाई त्यसको लागि धेरै धन्यवाद। आशा छ हजुरहरूलाई यो भिडियो पनि मन पर्नेछ। यदि यो भिडियो मनपर्छ भने हजुरहरू लाइक र सब्स्क्राइब चाहिँ गरिदिनु होला र हजुरहरूकोमा कुनै पनि प्रब्लम समस्या आएमा हजुरहरूले कमेन्ट गरिदिनु होला। ल हस् त ढिला नगरिकन अब हामी लागौँ सिधै मोबाइल स्क्रिनतर्फ। मोबाइल स्क्रिनमा लागेपछि हजुरहरूलाई म सिकाउने छु स्टेप बाई स्टेप कि हजुरहरूले कसरी टपअप गर्न सक्नुहुनेछ आफ्नो फ्री फायरमा डायमन्ड। त्यो पनि हजुरहरूले ई सेवा खल्ती र फोन पेको प्रयोग गरेर सजिलैसँग फ्री फायरमा डायमन्ड कसरी टपअप गर्न सक्नुहुनेछ त। लेट्स गो साथीहरू, जाउँ अब हामी मोबाइल स्क्रिनतर्फ। ओके अलराइट साथीहरू, म हजुरहरूलाई डिस्क्रिप्सन र कमेन्ट बक्समा एउटा लिङ्क प्रोभाइड गरिदिनेछु। त्यो लिङ्कमा टच गरेर त्यो एप्लिकेसनलाई डाउनलोड गरेर हजुरहरू यहाँनिर आउन सक्नुहुनेछ र यहाँ आइसकेपछि हजुरहरूले यहाँ देख्न सक्नुहुनेछ सुरुमा हजुरहरूले साइनअप गर्नु होला। साइनअप गरिसकेपछि हजुरहरूले सुरुमा पोइन्ट लोड गर्ने पनि हुन्छ। पोइन्ट लोड कसरी गर्ने त्यसको लागि मैले युट्युबमा अलरेडी भिडियो अपलोड गरिसकेको छु। मेरो पुरानो भिडियोहरू गएर चेकआउट गर्न सक्ने हुनुहुन्छ। पोइन्ट लोड गर्नको लागि हजुरहरूले सुरुमा माथिपट्टि पोइन्टको अप्सनमा टच गर्नु पनि हुन्छ। पोइन्टको अप्सनमा टच गरिसक्नु भएपछि यस्तो अप्सन आउनेछ र हजुरहरूले पेमेन्ट मेथड चाहिँ ई सेवा खल्ती र फोन पेबाट गर्न सक्नुहुनेछ। र साथीहरू हजुरहरूको एकाउन्टमा पोइन्ट लोड भइसकेपछि हजुरहरूले यहाँनिर देख्न सक्नुहुन्छ डायमन्ड रेट। हजुरहरू डायमन्ड रेटमा टच गर्नु होला र यस्तो इन्टरफेस आउँछ। यहाँनिर हजुरहरूले देख्न सक्नुहुन्छ डायमन्ड रेट प्राइसहरू विकलीको हजुरको रहेको छ 215 र यहाँनिर मन्थली दुईवटा मन्थलीको रहेको छ 2015। त्यसै गरी यहाँनिर थुप्रै अप्सनहरू रहेको छ, मन्थली विकली मेम्बरसिपहरू धेरै रहेका छन्। हजुरहरूलाई कुन उपयुक्त लाग्छ त्यसमा टच गरेर टपअप गर्न सक्नुहुन्छ। डायमन्ड टपअप गर्नको लागि हजुरहरूसँग पोइन्ट्स चाहिँ हुनुपर्ने हुन्छ। हजुरहरूको एकाउन्टमा पोइन्ट छ भने मात्रै हजुरहरूले डायमन्ड टपअप गर्न सक्नुहुनेछ। जस्तै कि यहाँनिर हजुरहरूले सबैभन्दा तलपट्टि देख्न सक्नुहुनेछ हाम्रो 50 डायमन्डको 65 पोइन्ट्स हजुरको खातामा हुनुपर्नेछ। र त्यहाँनिर बाईमा टच गरिसकेपछि हजुरहरूले यहाँनिर देख्न सक्नुहुन्छ इन गेम आइडी र इन गेम नेम भनेको छ। त्यसको लागि हामी गेममा जाउँ र गेममा गएर प्रोफाइलमा टच गरौँ। एकचोटि हाम्रो गेमको प्रोफाइलमा गएपछि यहाँनिर युआइडी कपी गरौँ र यहाँ आफ्नो गेममा नाम के छ नामलाई पनि कपी गरौँ। र कपी गरिसकेपछि साथीहरू हामी फेरि ब्याक जानेछौँ र ब्याक गरेर फेरि पनि जानेछौँ त्यही वेबसाइटमा एप्समा। त्यो एपमा गइसकेपछि यहाँनिर इन गेम आइडीमा युआइडी हाल्नु होला र इन गेम नेममा आफ्नो गेमको नाम हाल्नु होला। र साथीहरू गेमको नाम र युआइडी चाहिँ सेम टु सेम नै हाल्नु होला, नत्र भए एउटा पनि नम्बरहरू मिस्टेक भयो भने हजुरहरूको फ्री फायर आइडीमा डायमन्ड टपअप हुने छैन। त्यसैले साथीहरू राम्रोसँग केयरफुल भएर 2-3 पल्ट चेक गर्नु होला। हजुरहरूले आफ्नो युआइडी राम्रोसँग चेक गरेर त्यसपछि मात्रै टपअप गर्नु होला साथीहरू। यति गरिसकेपछि साथीहरू हजुरको फ्री फायरमा डायमन्ड टपअप हुनेछ र आशा छ हजुरहरूलाई यो भिडियो मन पर्यो होला। यदि मन परेमा भिडियोलाई लाइक सब्स्क्राइब र सेयर गरिदिनु होला। कुनै समस्या आयो भने साथीहरू कमेन्ट बक्समा आफ्नो समस्या लेखिदिनु होला। र साथीहरू यो फुल 100% ट्रस्टेड हो साथीहरू, फेक हो भनेर नडराउनु होला। हस्त धन्यवाद।